गुड मर्निङ भाइ कुकिज पनि राखेको छ छैन यति अब के हजुर त्यो क्यामेराले खिच्दिउ न उपस्थित हुनुभएको छ हाम्रो निमन्त्रणालाई अनि पाल्पाबाट विज्ञानजी आएको छ टिम धनगढी अनि यसै गरी झापा भारतबाट पाल्नुभएका देहरादुनका टिम उपस्थित भइसकेको छ संस्थापक सदस्य पनि हुनुहुन्छ यसै गरी पुष्कर दाई विश्व साइकल यात्री क्लबको सचिन तेन्दुलकर भन्नुहोस् साइकलहरूको पुष्कर दाई लैतु पुष्कर दाई आउनु भएको छ आमालाई पनि हार्दिक स्वागत गर्दछ यसै गरी उद्योग वाणिज्य संघ वीरेन्द्र श्रेष्ठज्यू र यो आज साइकल सिटी सिद्धार्थनगरले आयोजना गरेको बुद्ध ज्ञान साइकल यात्राका अध्यक्ष सूर्य सारू मगरजी र यस कार्यक्रममा सहभागी हुनुभएका विभिन्न क्षेत्रबाट विभिन्न ठाउँबाट भारतबाट झापाबाट र विभिन्न ठाउँबाट आउनुभएका साइकल यात्री महानुभावहरू र साइकलका नेपालकै अभिभावकको रूपमा अघि व्याख्या गरिरहनु भएको थियो उहाँलाई मैले फेरि पनि सम्बोधन गर्न चाहन्छु र लिएर कञ्चनपुरसम्मबाट आउनुभएका सम्पूर्ण साइकल यात्रीहरूलाई साइकल सिटी भैरुवाको निमन्त्रणामा आउनुभएका सबैलाई यस बुद्ध नगरीमा हार्दिक स्वागत गर्न चाहन्छु र साइकल स्वास्थ्यका लागि साइकल वातावरणका लागि साइकल यी सबै कुराहरू मैले भनिरहनु पर्ने कुरा छैन निजी क्षेत्रका तर्फबाट पनि धेरै धन्यवाद दिन चाहन्छौँ साइकल सिटी सम्पूर्ण परिवारहरूलाई र यो यात्रा तपाईहरुको सुखद रहोस् सफल रहोस् मंगलमय रहोस् बुद्धले ज्ञान प्राप्त गरेको ठाउँमा बुद्धका सबै सर्किटहरूमा तपाईहरु घुम्दै हुनुहुन्छ त्यसका लागि धेरै यहाँहरूलाई यो यात्राको शुभकामना म व्यक्त गर्न चाहन्छु र आदरणीय साइकल सिटी भैरवका सदस्य कान्छो सदस्यका रूपमा हुनुहुन्छ उहाँ इन्जिनियर शैलेन्द्र श्रेष्ठजी हुनुहुन्छ उहाँलाई परिचित भइदिनु अनुरोध गर्दछु संयोजन गर्नुहुने यसै गरी सहसंयोजकको रूपमा साइकल सिटी भैरवका सदस्य सुमन शर्माजी उहाँलाई पनि परिचित भइदिनु अनुरोध गर्दछु यो आदरणीय प्रमुख अतिथिज्यूलाई हामीले सानो मायाको चिनो बनाएका छौँ साइकलको प्रतिमा बनाएका छौँ प्रदान गरिदिनु न म दाइलाई हाम्रो सानो साइकलको प्रतिमा बनाएका छौँ मायाको चिन्ह रूपमा यो प्रदान गरिदिन अनुरोध गर्दछु र यो हाम्रो साइकल यात्राको फ्ल्याग अफ हुन गइरहेको छ साथीहरू कृपया आफ्नो साइकल लिएर लेनमा बस्नु होला सक्नु भएन विभिन्न व्यापार व्यवसाय
पेसा गर्ने साथीहरूले भर्खरै सम्पन्न भएको हुनाले आउन सक्नु भएन। यसै गरी अहिले आजकै दिन चलिरहेको छ कोशी प्रदेशमा एउटा ठुलो इभेन्ट भइरहेको छ। धेरै साथीहरू यतैबाट पनि त्यहाँ जानुभएको छ। हामीले हाम्रो प्रमुख अतिथिज्यू लुम्बिनी प्रदेश अध्यक्ष नेपाल उद्योग वाणिज्यका अध्यक्षज्यू, यसै गरी सिद्धार्थनगर उद्योग वाणिज्य उद्घाटन गर्न गइरहेका छौँ। आदरणीय प्रमुख अतिथिज्यूलाई नेपालको राष्ट्रिय झण्डा र उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यूलाई बुद्ध झण्डाले उद्घाटन हुनेछ। स्कटिसको गाडी आदरणीय हुनाले बुद्ध शान्ति गुम्बाबाटै हामीले स्वागत गरेर हामीलाई पठाउनु हुनेछ। भाइ ल अध्यक्षज्यू सबैलाई शुभयात्रा। नआत्तिकन हिँडौँ। हामीले यहाँलाई लुटको बारेमा हिजो नै मिडियाहरूले लेनको पालना गरेर हिँड्नुहोला साथीहरू। हाइवे धेरै पर्छ आज हिँड्ने बाटोमा, हाइवे पर्ने हुने भएको हुनाले सबैजनाले लेनको पालना गरेर हिँड्नुहोला सुरक्षित साथ। र हामीसँग हुनुहुन्छ कसैलाई समस्या पऱ्यो भने राणा भाइसँगै हुनुहुन्छ हामीसँग, राणा साइकल सेन्टरका बुटोलका। त्यसै गरी रेस्क्युमा माधव शर्माजी हुनुहुन्छ। रेस्क्युमा 984111 त्यो हाम्रो शेड्युलमा पनि नम्बर रहेको छ। रेस्क्युको आवश्यकता पर्यो भने मलाई कल गर्नुहोला। कसैले समस्या पर्न साथ कल गर्नुहोला। ल सबैलाई शुभयात्रा भन्दै हामी पनि पछि आउँदैछौँ साथीहरू। घुमेर आउने यही राख्नु भयो। गुड मर्निङ साइकल लिएर निस्किने, जुस पनि लिने त्यहाँ बिहान चिसो। त्यो होइन राख्नु
लास्ट हजुरहरूको यात्रा आजको साइकल यात्रा सफल होस्। झन्डा बोक्नु नखेर खाना जुस लिए शान्तिनगर गुम्बालाई धन्यवाद हाम्रो राइडरलाई खाता लगा आओ पुरो नेता मैले लगाइसकेको म यहाँ स्वागत गर्नुभएको छ धेरै धेरै धन्यवाद छ बुद्ध गुम्बा शान्तिनगर परिवारलाई उहाँ अध्यक्ष पनि आउनु पर्यो संयोजक पनि अलिकति सानो मायाको चिनो यो साइकल स्ट्याचु बनाएका छौँ हामी यो हाम्रो संस्थाको अध्यक्ष सूर्यकुमार सारुमगरज्यूलाई यो प्रदान गरिदिनु हुन अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद शान्तिको बौद्ध गुम्बा परिवारलाई। Come in, please. Once more. Okay, thank you. आउनु पर्यो झन्डा सिके Last man, no? Ready. Once more. Okay, thank you. नमस्ते गुड मर्निङ भाइ नमस्कार गुड मर्निङ दस किलोमिटर अगाडि दर्शन नमस्ते
बाहिर हावा कुन ठाउँ म अहिले रामग्राम What kind of photo you want? I told you one name. Tell him what kind of name. Ask him. रहेकोले यस कार्यक्रमका संयोजक जेसी उमेश पहाडज्यूलाई आसन ग्रहण गरिदिनुलाई हार्दिक अनुरोध गर्दछु र त्यसै गरी रामग्राम जेसी वर्ष 2025 का अध्यक्ष डायनामिक लिडर जेसी विष्णुराज रावज्यूलाई पनि आसन ग्रहण गरिदिनुलाई हार्दिक अनुरोध गर्दछु। अतिथिको रूपमा पाल्नुभएका रामग्राम विकास कोषका सदस्य श्री रामप्रसाद पाण्डेज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र यसै गरी पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष श्री सन्दीप अग्रवालीज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र अतिथिको रूपमा निवर्तमान अध्यक्ष जेसी मोहन पौडेलज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र यसै गरी आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र अतिथिको रूपमा साइकल सिटी भैरवाका संस्थापक अध्यक्ष सूर्य कुमार सारू मगरज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र अतिथि रूपमा सिद्धार्थ जेसिसका पूर्व अध्यक्ष जेसिस दिपेन्द्र मान श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र रामग्राम जेसिसका पूर्व अध्यक्ष गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु र यसै गरी रामग्राम जेसिसका पूर्व अध्यक्ष सञ्जय पाठकज्यूलाई पनि आसन जेसी सञ्जय पाठकज्यूलाई पनि आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। सायौं थुङ्गा फुलका हामी एउटै महाकाली सायौं थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौमै फैलिएका मेची महाकाली सम्पदाको आँचल वीरहरूको
धन्यवाद। यहाँहरू सबैलाई जेसी जात्रामा सरिक हुन अनुरोध गर्छु। हामीलाई विश्वास छ ईश्वरमा आस्था मनुष्य जीवनलाई सार्थकता र मनुष्यको बन्धुत्व भावना राष्ट्रहरूको परोक्षतादेखि सर्वोपरि छ कि आर्थिक न्यायको सर्वोत्तम उपलब्धि स्वतन्त्र मनुष्यको व्यावसायिक स्वतन्त्रता हुन सक्दछ कि शासन व्यक्तिको होइन व्यक्तिको महानिधि मानव व्यक्तित्वमा निहित छ कि मानवताको सेवा जीवनको सर्वोत्तम धन्यवाद। आजको यस कार्यक्रमका सञ्चालकज्यू बुद्ध ज्ञान साइकल यात्रामा सहभागी टोलीलाई स्वागत कार्यक्रमका अध्यक्ष रामग्राम जेसी वर्ष 2025 का अध्यक्ष जेसी विष्णुराज रावज्यू, प्रमुख अतिथि रामग्राम विकास कोषका सदस्य आदरणीय रामप्रसाद पाण्डेज्यू, त्यसै गरी अन्य विशिष्ट महानुभावहरू तथा साइकल यात्रामा सहभागी सम्पूर्ण महानुभावहरू छ भन्ने यहाँहरूको यो सन्देशलाई सबैले आत्मसात गर्नुहुनेछ भन्ने पनि हामीले अपेक्षा गरेका छौँ र यो विभिन्न स्थानबाट साइकल यात्रामा सहभागी हुँदै धन्यवाददेखि यहाँसम्म आइपुग्नु भएको छ। यहाँहरू सबैलाई रामग्राम जेसिसको तर्फबाट यो पवित्र भूमि जो भगवान गौतम बुद्धको अस्थि धातु रहेको यो मौलिक अस्थि धातु जो उत्खनन नभएको विश्वको एकमात्र स्थान यो पवित्र स्थानमा यहाँहरू सबैलाई हार्दिक हार्दिक स्वागत गर्दै मेरो छोटो स्वागत गर्दै अन्त्य गर्छु। धन्यवाद, नमस्कार। धन्यवाद। यसै गरी रामग्राम स्कुलको विषय तथा महत्त्वको बारेमा जानकारी गराइदिनु हुनको लागि रामग्राम विकास कोष संस्था जेसिसका यो कार्यक्रमको अध्यक्षज्यू, प्रमुख अतिथि यो रामग्राम विकास कोषका सदस्य आदरणीय रामप्रसाद पाण्डेजी लगायत सम्पूर्ण जेसिस परिवार र साइकल गर्दै आएका साइकल यात्री सम्पूर्ण साइकल यात्रीहरूलाई यो रामग्राम विकास रामग्राम यो स्तूप परिसरमा हार्दिक स्वागत गर्न चाहन्छु र यसको संक्षिप्त परिचय म राख्न चाहन्छु। रामग्राम विकास यो रामग्राम स्तूप बुझ्नलाई त्योभन्दा पूर्वको अलिकति 2-3 खण्डमा यसलाई बुझ्नुपर्छ। एउटा भगवान बुद्धको यो अष्टधातु हो र बुद्ध जन्मनुभन्दा पहिला यो क्षेत्र कस्तो थियो भन्ने संक्षिप्त जानकारी हो। यो भगवान बुद्धको जन्मभन्दा पहिला बनारसका राजा राम जो कुष्ठरोग लागेर निर्वासित हुनुभएको थियो र उहाँले यो कोल वृक्ष भएको क्षेत्रमा आउनुभएको थियो। त्यो राजवैद्यको परामर्शमा कि त्यो कोल वृक्षमा गएपछि कोल वृक्षको सेवनले कुष्ठरोग निको हुन्छ भनेर यो क्षेत्रमा आउनुभयो र यो क्षेत्रमा आउँदा उहाँले कोल वृक्षको सेवन गरेपछि निको हुनुभयो र त्यो निको भएपछि उहाँले फेरि बनारसतिर फर्कन चाहनु भएन र बनारसतिर नफर्केर यही कोल वृक्ष क्षेत्रमा आफ्नै एउटा गाउँ बनाउनु भयो राजा राम। त्यो राजा रामको नामले रामग्राम भनेर एउटा गाउँ छ जुन हाम्रो यो प्राचीन कोलीय गणराज्यको राजधानी भनेर पनि स्थापित हो, पण्डितपुरमा छ र त्यो रामग्राम उहाँको नाममा भयो र उनले नयाँ जीवन पाएको भनेको कोल वृक्षबाट भएकोले उहाँले कोलीय गणराज्य एउटा त्यही राज्यभित्रको एउटा कोलीय गणराज्यको स्थापना गर्नुभयो जसको सीमा प्राचीन इतिहासले उत्तरमा चुरे पर्वत थियो र पूर्वमा हाम्रो यो अनोमा नदी भनिन्थ्यो, त्यो गण्डक नदी जुन अहिले छ नारायणी गण्डकी, र पश्चिममा रोहिणी नदी छ भैरवाभन्दा यताको रोहिणी नदी र दक्षिणमा पिपिली वनको राज्य थियो। सम्भवतः यो हामीले गोरखपुर एरियासम्म यो 4 किल्लामा कोलीय गणराज्यको स्थापना भएको थियो र कोलीय गणराज्यको विभिन्न नगरहरू 12वटा नगरहरू त्यो बेला थियो कोलीय गणराज्यमा नगर र त्यस्तै रोहिणीभन्दा पश्चिमको नगर शाक्यहरूको थियो जसको सीमा क्षेत्र उत्तरमा अब चुरे पर्वत र पश्चिममा राप्ती नदी र यो दक्षिणमा यो श्रावस्तीको क्षेत्र भनेको श्रावस्ती छ त्यहाँसम्म फैलिएको थियो। कोलीय र शाक्यको इतिहास बुद्धभन्दा पहिलाको इतिहास भनेको त्यहाँको कोली मायादेवीको विवाह भयो र विवाह भएपछि बल्ल भगवान के अरे सिद्धार्थ गौतमको जन्म भयो र सिद्धार्थ गौतम पछि ज्ञानको खोजीमा गृहत्याग गर्नुभयो र गृहत्याग गरेर अहिले पनि हाम्रो यही कोलीय राज्यको अन्तिम सीमा महावीर निष्क्रमण स्थल अनुमा घाट छ, थारी घाट भनेर हामी चिन्छौँ र त्यहाँबाट अब उहाँले ज्ञानको खोजीमा जानु र अन्तिममा ज्ञान खोजी गरेर बोधगयामा ज्ञान प्राप्ति गर्नुभयो।
त्यसपछि त्यो ज्ञानलाई विभिन्न ठाउँमा आफ्नो 45 वर्षको जीवन पुरै बुद्धको शान्ति ज्ञानको रूपमा उहाँले एकदमै प्रचारमा लाग्नु र अन्तिम चरणमा 80 वर्षको उमेर भइसकेपछि उहाँले वैशालीमा उहाँले अब म 3 महिना अगाडि उहाँले माघ पूर्णिमाको दिन कि अब म अब यो धेरै दिन यहाँ बाँच्दिनँ र अब म यो शरीर त्याग गर्छु भनेर उनका सेवक अग्रसेवक हुनुहुन्थ्यो आनन्द र उहाँले सुनाउनु भयो र त्यो सुनाउँदा के भयो भने त्यहाँको मारहरू हुन्छन् एउटा देवताहरूको बिचको मार जो कानमा आएर थुनिदिए र उनले सुन्न सकेन। सुन्न के भन्नुभयो भने त्यो दोहोऱ्याइँदै गर्दा उहाँले नसुनेपछि यो मार आएर सुनिसकेछ भनेर भगवान् बुद्धलाई थाहा थियो कि अब यसले छेकेछ सुन्दैन। पछि उहाँले मार छोडेपछि कानले सुन्न थाल्नुभयो र पछि उहाँले म घोषणा गरिसकेँ 3 महिनापछि म महापरिनिर्वाण लिन्छु र वैशाख पूर्णिमाको दिन म यो शरीर त्याग गर्छु। त्यसपछि आनन्द रुन थाल्नुभयो र तपाईँ नभएपछि हामीले के गर्ने भन्ने एउटा भगवान् बुद्धको एउटा त्यो बेला एउटा थाहा थियो र त्यो चलाकीपूर्ण थियो कि अन्तिम अवस्थामा अब के गर्ने भन्ने चिन्ता लिन पर्दैन। उहाँले भगवान् बुद्धले आनन्दलाई भन्नुभयो कि चिन्ता लिन पर्दैन, म महापरिनिर्वाण लिए पनि मेरो यो अस्थि यो शरीर जलाएपछि त्यो अस्तु हुन्छ, त्यो अस्तुलाई लगेर स्तूपको रूपमा राख्नु र स्तूपको रूपमा राखेपछि अहिलेसम्म मैले जति धर्म देशनाहरू गरेछु त्यो 84,000 सूक्तको रूपमा छ र त्यो धर्म देशना र त्यो स्तूपको नजिकमा त्यो धर्म गरियो भने त्यो धर्म देशनाहरूको सम्वेग उत्पन्न हुन्छ र फेरि बुद्धको ज्ञान त्यहाँबाट फैलिन सक्छ भनेर एउटा आश्वासन दिनुभयो र उहाँले त्यही परामर्श दिनुभएको थियो कि मेरो अन्त्येष्टिपछि स्तूप बनाइदिनु हुनको लागि साइकल सिटी भैरवाका संस्थापक अध्यक्ष सूर्य कुमार सारू मगरज्यूलाई मन्तव्य राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद सञ्चालकज्यू र आज यस कार्यक्रमका रामग्राम देशका अध्यक्षज्यू र सम्पूर्ण पदाधिकारीज्यूहरू र सम्पूर्ण यस बुद्ध ज्ञान साइकल यात्रामा सहभागी हुनुभएका सम्पूर्ण साइक्लिस्टहरू र यो बुद्ध ज्ञान साइकल यात्रा भैरवा साइकल सिटीले निरन्तर गरिरहेको छ। यो दोस्रो संस्करण हो र विशेष गरेर हामीले लुम्बिनी मात्रै होइन कि बुद्धसँग सम्बन्धित अन्य क्षेत्रहरू धेरै ओझलमा परेको हुँदाखेरि यो साइटहरू चाहिँ हामी साइकलको माध्यमबाट घुमाउन कोसिस गरिरहेका छौँ। यो स्वदेशीलाई मात्रै होइन विदेशीलाई पनि र पर्यटनसित पनि जोडिएको छ, आर्थिकसित पनि जोडिएको छ र अध्यात्मिकसित पनि जोडिएको हुँदाखेरि चाहिँ यो हामीले साइकल यात्रा निरन्तर गरिरहेका छौँ। यो दोस्रो वर्ष हामी यहाँ आइपुगेका छौँ र यहाँहरूले गएको साल पनि हामीलाई यसै गरी सहयोग गर्नुभएको थियो, यस वर्ष पनि गर्नुभएको छ। यहाँ भाइ हुनुहुन्छ र उहाँहरूलाई फेरि पनि हामी साइकल सिटीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि यसै गरी हामी फेरि भेट हुनेछौँ र बिचमा अन्य तपाईँहरूसित सरसल्लाह गर्नेछौँ। यसलाई अझै हामीले कसरी अझै प्रसार गर्न सकिन्छ होइन, बेचुजीले धेरै गर्नुभयो, धेरै हामीलाई चाहिँ जानकारी दिनुभयो, अझै यसलाई चाहिँ अन्तर्राष्ट्रिय स्तरले अझ अगाडि बढाउनु कसरी सकिन्छ होइन, यसलाई अझै हामी छलफल गर्नेछौँ र यहाँहरूले फेरि आज पनि हामीलाई धेरै कुरा चाहिँ सहयोग गर्नुभएको छ, नास्ताको पनि व्यवस्था गर्नुभएको छ। धेरै धेरै धन्यवाद सहित मेरो मन्तव्य थ्याङ्क यू सर, थ्याङ्क यू। र यसै गरी आफ्नो मन्तव्य राखिदिनु हुनको लागि आजका प्रमुख अतिथि रामग्राम विकास कोषका सदस्य रामप्रसाद पाण्डेज्यूलाई हार्दिक अनुरोध गर्दछु। कार्यक्रमका अध्यक्षज्यू, उपस्थित महानुभावहरू, साइकल यात्रामा आफ्नो श्रम लगाएर अभियानमा लाग्नुभएका तपाईँ सम्पूर्णमा रामग्राम नगरपालिकाभित्र रहेको रामग्राम स्तूपमा स्वागत छ। सबैभन्दा पहिला रामग्रामको विषयमा यहाँहरूले सानो जानकारी प्राप्त गरिसक्नु भएको छ, तथापि बुद्धलाई बुझ्न 3 चरणमा बुझ्नुपर्छ जस्तो लाग्छ मलाई। बुद्धले परियत्ति, यो हामीले अहिले गरिरहेको चाहिँ परियत्तिभित्र पर्छ। परियत्ति भनेको तपाईँको बाहिरी ज्ञान, बुद्धका ज्ञानका कुराहरू छर्नु, फैलाउनु, साइटहरू खोज्नु, त्यसको प्रचार गर्नु, यसलाई परियत्तिभित्र लिन सकिन्छ। अर्को एउटा पटिपत्ति भन्नुहुन्छ भगवान्ले, त्यो भनेको के हो भने त्यो समाधिमा हामी कसरी रहने भन्ने उहाँले एउटा ठुलो विद्या सिकाउनु भएको छ। त्यसपछि गएर तपाईँको पटिवेदन, यो दुःखबाट मुक्त हुने, यो जन्म पटक जन्मिरहनु पर्ने र दुःख पाइरहनु पर्ने, यो भवसागरबाट कसरी पार लाग्ने भन्ने विद्या सिकाउनु भएको छ। त्यसलाई जसलाई विपसना भनिन्छ। तपाईँहरू सायद कतिपयले गर्नु पनि भयो होला। लुम्बिनीमा यसको सेन्टर छ। हामीले अहिले तपाईँहरूलाई त्यसको एउटा सानो
सानो पाठ सिकाउने कि भन्नेमा थियौँ तपाईँहरूको 10 मिनट मात्रै, तर हामी सकेनौँ। अहिले व्यवस्थापकीय कमजोरी हाम्रो सायद रहन गयो, त्यो सकिएन। अन्यथा यो विषयमा पनि तपाईँहरूले जानकारी लिनु हुन मेरो आग्रह छ। किनभने बुद्धलाई बुझ्न चाहनेहरूले जबसम्म बुद्धले सिकाएको जे कुरा उहाँले सिकाउनु भएको त्यो नसिकिकन, त्यो नसुनिकन, त्यसको महसुस नगरिकन यो चाहिँ अहिले हामीले गर्ने अरू प्रचार प्रसारहरू त्यति महत्त्वपूर्ण बन्न सक्दैनन्। जब हामी त्यसलाई जोड्न सक्छौँ, थाल्छौँ, अनि त्यसले बल्ल होइन। अहिले पनि भर्खरै तपाईँहरूले देख्नुभयो होइन, भियतनामबाट एउटा टोली आयो। यदि बिहानै योभन्दा अझै बिहानै पनि टोलीहरू आइरहेको हुन्छ। उनीहरू के को लागि आउँछन् भन्दा दर्शन गर्न र साधना गर्न। यो तपाईँहरूको जुन प्रयास छ, यो हामीले त धेरै पछि बुद्धको विषयमा बुझ्न पायौँ। तपाईँहरूले यो यही उमेरमा बुझ्दै हुनुहुन्छ र आफै बुझाउँदै हिँड्दै हुनुहुन्छ। म तपाईँहरू सबैको यो प्रयासलाई प्रति सराहना गर्दै हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र आउने दिनमा तपाईँहरूको यो यात्राले संसारभरि बुद्धको शिक्षालाई फैलाउन सकोस् भन्ने कामनाका सहित आफ्ना भनाइहरूलाई विराम दिन चाहन्छु। धन्यवाद। धन्यवाद र हार्दिक यता हेर्नु है सर, सर यता हेर्नुहोस्। कार्यक्रमका प्रमुख अतिथि रामग्राम विकास कोषका सदस्य श्री रामप्रसाद पाण्डेज्यूलाई पनि मायक चुनाव ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हेर्नुहोस् सर, प्रदान गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। हेर्नु है, यता पनि है सर एउटा। वर्ष 2025 का महासचिवजी आज यस रामग्राम प्रबन्धन एवं बुद्ध साइकल यात्रीहरू जीवनलाई स्वागत सम्मान कार्यक्रमका प्रमुख अतिथि श्रद्धेय मेरो आदरणीय गुरु रामप्रसाद पाण्डेज्यू, यसै गरी साइकल सिटी भैरवाका संस्थापक अध्यक्षज्यू श्री सारूज्यू, यसै गरी नेपाल वर्ष 2024 का राष्ट्रिय कार्यकारिणी 2024 का राष्ट्रिय कार्यकारिणी उपाध्यक्षज्यू, यसै गरी रामग्राम जेसिसका पूर्व अध्यक्ष संजय कुमार पाठकज्यू, एम कुमारी सुवेदीज्यू, यसै गरी सिद्धार्थ जेसिसका पूर्व अध्यक्ष दिपदा, यसै गरी सिद्धार्थ जेसीबाट पाल्नुहुने सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू र साइकल सिटी भैरवबाट पाल्नुहुने सम्पूर्ण महानुभावहरू आदरणीय व्यक्तित्वज्यूहरूमा म रामग्राम जेसिस वर्ष 2025 को अध्यक्ष जेसी विष्णुराज स्वीकार्नु तपाईँहरूले अवसर दिनुभएकोमा रामग्राम जेसिसलाई हामी रामग्राम जेसिस एकदम खुसी महसुस गरेका छौँ। वर्षाल पनि हामीले तपाईँहरूलाई स्वागत गर्न पाएका छौँ, यो वर्ष पनि पाएका छौँ। यसरी नै यो रामग्राम स्तूपलाई प्रवर्धन गर्नमा यहाँहरूको जुन योगदान छ त्यसलाई हामीले एकदम कदर गर्दछौँ र यसरी नै रामग्राम स्तूपलाई प्रवर्धन गरेर यसलाई लुम्बिनी जतिकै नै यसलाई विकास गरेर रामग्राम स्तूपलाई एउटा पर्यटन प्रबन्धनको रूपमा हामीले अगाडि लान पर्छ भने रामग्राम नगरपालिका समेतले लाग्नु भएको छ। र यसरी रामग्राम स्तूपलाई मात्र रामग्राम नगरपालिकाले रामग्राम क्षेत्रले विकास गर्न सक्यो भने यो पक्कै पनि रामग्राम स्तूपलाई हामी जसरी ओझेलमा परेको छ त्यसलाई माथि उकास्न सकिन्छ भन्ने आशा र विश्वासको साथ तपाईँहरू सम्पूर्णलाई पुनः पनि स्वागत गर्दै खाजाको व्यवस्था छ, खाएर जानुहोला भन्दै अनुरोधको साथ आजको कार्यक्रम यही समापन भएको म घोषणा गर्दछु। धन्यवाद। Ayo. खाँदै गर्नु
हाल्नु न तिम्रो लिएर भाउ विष्णु मैले पनि लिएँ मैले खाने सबैले जानाले यता हेर्नु है त भाइ पानी निकाल न Side. बस्ने बस्ने अर्को नम्बर पठाइदिनु न मलाई म फोन गर्छु नि मलाई यसो मेस गरिदेऊ हामी चाहिँ हामी 7 बजे निक्लिन्छौँ भैराबाट अनि शुद्ध धन हुँदै तर पानी पनि ल्याउनु आउँछौँ मोटामोटी शुद्ध धनमा नास्ता खान्छौँ तेह्रजनालाई कति दिनु गरेर त्यति बदला धन्यवाद थ्याङ्क यू बदला दाजु है मलाई अर्को नम्बर तपाईँ बाहिर जानुहुन्छ नि अर्को नम्बर दिनु होला नि मलाई फोरो जताततै नगरिदिउँ है फोरो जताततै नगरिदिउँ तपाईँ प्लास्टिक दिनुभएको छ फोहोर नहोइ होइन यो त केराको त फाल्दै हुन्छ केही हुँदैन त्यो त डिकम्पोज हुन्छ प्लास्टिक चाहिँ यहाँ फाल्दिउँ केटा खोल्छन् दिनु अब हामी निकाल है अन्जु गडक कौन आ रहा है 13 तारीख को कैच कैच खेलेंगे
सर हेलो शङ्कर नगर्छु पठाइसिन्छ हजुर अहिले म बस्छु नि ए चल न गाडी निकाल और नहीं है ला बसम वही बसम ए चलो Once more. कस्तो होला नगरपालिका घोर सुधार समितिको वार्ड प्रतिनिधि लगाएर सम्पूर्ण विजय पर्छ एउटै आवाज डिटेल्सको बादको कुरा नगर्ने गोल नलाग्नु अनि यसमा त्यसलाई हाती नआउने र तपाईँको यसमा विभिन्न स्टेपहरू आगे मैले आगे यो फेस सेप है फेस अनुहारको सेप है वहाँ पे शेष नाग का वो नहीं माउली क्षेत्रमा छौँ हामीले यहाँ थोरै समय मात्रै बस्छौँ म यो सानो औपचारिक कार्यक्रमको आयोजना गर्दैछु साइकल सिटी भैरवका अध्यक्षज्यूलाई म यो कार्यक्रमको अध्यक्षता गरिदिनु अनुरोध गर्दछु यसै गरी प्रमुख अतिथिको रूपमा आज यसै वडाका देवदह नगरपालिका यसै वडाका वडा अध्यक्ष श्री दमननाथ रेग्मीज्यूको उपस्थिति छ उहाँलाई म आसन ग्रहणका लागि अनुरोध गर्दछु यसै गरी कोलीय राज्य बुद्ध माउली क्षेत्र विकास समितिका अध्यक्षज्यू लीला वल्लभ भट्टराईज्यू दाजुको उपस्थिति रहेको छ म उहाँलाई पनि
वासरुमतिर लाग्नुभयो जस्तो छ देखिरहेको छु। उहाँलाई पनि म आसन ग्रहणका लागि एकछिन पछि गराउँदैछु। सम्पूर्ण उपस्थित साइक्लिस्ट साथीहरू र उपस्थित उहाँलाई पनि म यथास्थानमा आसन ग्रहण गर्दै। सानो बाबु क्रिस्टोफर यहाँ हुनु। क्रिस्टोफर कान्छा राइडर यता हेर अङ्कललाई हेर। हामी सँगसँगै साइक्लिस्ट आउनुभएको छ। मुस्ताङ जिल्लाको गाउँ पेजाङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्द दाजु कता हुनुहुन्छ? उहाँलाई पनि आसन ग्रहणका लागि यता यता मुस्ताङबाट आउनुभएको एउटा कुर्ती त्यहाँ। यसै गरी बेल्जियमबाट पनि पाल्नु भएको छ हाम्रो साइक्लिस्ट, विदेशी साइक्लिस्ट। र कोलिया राज्य बुद्ध मावलीको बारेमा छोटो जानकारी गराइदिनु न। म कोलिया राज्य बुद्ध मावली क्षेत्र विकास समितिका अध्यक्ष आदरणीय दाइ बिल्ला वल्लभ भट्टराईजीलाई अनुरोध गर्दछु। नमस्कार, म बिल्ला वल्लभ भट्टराई, यो कोलिया राज्य बुद्ध मावली क्षेत्र विकास समितिको अध्यक्ष। यो कोलिया राज्य बुद्ध मावली क्षेत्र विकास समितिको सम्पूर्ण समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट पनि मैले यहाँहरूलाई यो साइकल सिटी भैरवाको जुन आयोजनामा गत वर्ष पनि यही स्थानमा यहाँहरू आउनुभएको थियो। यो वर्ष पनि यहाँहरूले यो स्थानलाई छनौट गर्नुभयो, आउनुभयो। यही स्थानमा यहाँहरूलाई चाहिँ नि स्वागत गर्न पाउँदा म अत्यन्तै आभारी भएको छु। यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। मैले धेरै समय लिन्न, मात्रै बढीमा 5 मिनट मात्रै समय लिन्छु। यहाँहरूको समय अत्यन्तै छोटो छ। हाम्रो माझमा यो साइकल सिटीका अध्यक्ष आदरणीय व्यक्तित्व सूर्य सारो हुनुहुन्छ। यसै गरी देवदह वार्ड नम्बर 4 का वार्ड अध्यक्ष, आजका प्रमुख अतिथि आदरणीय व्यक्तित्व, युवा व्यक्तित्व, समाजसेवी व्यक्तित्व आदरणीय व्यक्तित्व दमननाथ रेग्मीजी हुनुहुन्छ। साथै हाम्रो माझमा विश्व साइकल यात्री पनि हुनुहुन्छ र सानो साइकल यात्री साथै बेल्जियमबाट समेत यो साइकल यात्रीमा सहभागी हुन आउनुभएको छ। उहाँहरू सबैलाई स्वागत गर्दै मैले यो ठाउँको बारेमा मैले अलिकति यहाँहरूलाई चिनारी दिन चाहन्छु। हाम्रो नजिकै यहाँबाट पूर्व करिब 2-3 किलोमिटर पश्चिमपट्टि रोहिणी नदी छ। रोहिणी नदी यहाँहरूले अहिले जाँदाखेरि क्रस गर्नुहुनेछ। रोहिणी नदीको पूर्वपट्टि कोलिया वंशीहरूको राजधानी रहेको यहाँहरूले अनुरोध गर्न चाहन्छु भने रोहिणी नदीबाट पश्चिमपट्टि शाक्य वंशीहरूले राज्य गरेको राजधानीको रूपमा मैले यहाँहरूलाई जानकारी गराउन चाहन्छु। विशेष गरेर शाक्य वंशी र कोलिया वंशीहरूको बिचमा सिमानाको रूपमा रोहिणी नदी रहेको छ। यो रोहिणी नदी अत्यन्तै ऐतिहासिक नदीको रूपमा पनि हामीले जानिएको छ। यो विशेष गरेर बौद्ध धर्म ग्रन्थ त्रिपिटकमा पनि के उल्लेख भएको छ भन्दाखेरि रोहिणी नदीबाट पश्चिम चाहिँ नि शाक्य वंशीहरूले राजधानी गरेको र रोहिणी नदीबाट पूर्वपट्टि चाहिँ नि कोलिया वंशीहरूले राजधानी गरेको कोलिया राज्यको रूपमा यो ठाउँलाई चिनिन्छ। कोलिया राज्य के मानेमा चाहिँ नि प्रसिद्ध छ त भन्दाखेरि यो कोलिया राज्य जहाँ मायादेवीले जन्म लिनुभयो, जसले सिद्धार्थ गौतम बुद्धलाई जन्म दिनुभयो। हिजोको परम्परा कस्तो रहेछ भन्दाखेरि राजा महाराजाहरूको पालामा प्रसव हुने बेलामा, बच्चा जन्मिने बेलामा माइत पठाउने चलन थियो। त्यही चलन अनुसार मायादेवीलाई प्रसव पीडा लाग्ने भयो भनिसकेपछि तिलौरा कोटबाट देवदहमा चाहिँ नि बच्चा जन्माउनुको निमित्त पठाउने क्रममा ठ्याक्कै चाहिँ नि लुम्बिनी आउँदा चाहिँ नि मायादेवीलाई चाहिँ नि प्रसव पीडा भयो र सिद्धार्थ गौतम बुद्धको जन्म त्यहाँ भयो। यदि त्यो अलिकति समय घर्किएको भए सिद्धार्थ गौतम बुद्धको जन्म यही ठाउँमा हुने थियो। अब अर्को महत्त्वपूर्ण कुरा के हो त भन्दाखेरि मायादेवीको माइती, सिद्धार्थ गौतम बुद्धको मावली र सिद्धार्थ गौतम बुद्धको ससुराली समेत यही रहेको कुरा यहाँहरूलाई निवेदन गर्न चाहन्छु। र यो ठाउँमा कतै चाहिँ नि प्रशासनिक भवनहरू छन्, कतै चाहिँ नि छाउनीहरू छ, कतै राजदरबार छ। तर समस्या के हो त भन्दाखेरि
यो ठाउँमा पनि उत्खनन भएको छ, बैरीमाई र कन्यामाई भन्ने ठाउँमा पनि उत्खनन भएको छ। अहिले पण्डितपुर यहाँहरू गएर आउनुभयो, त्यहाँ पनि उत्खनन भर्खरै चाहिँ नि मतलब भएको थियो। हामी देवदह भनेर ठ्याक्कै कुन चाहिँ देवदह हो, ठ्याक्कै चाहिँ मतलब यो के अरे दरबार कहाँ थियो, छाउनी कहाँ थियो, प्रशासनिक भवनहरू कहाँ थिए भन्ने बारेमा प्रमाणित नभइसकेको अवस्था, प्रमाणित हुनुपर्ने हो। तर अहिलेसम्म चाहिँ नि हाम्रो सरकारले यसलाई प्रमाणित गर्न सकेको छैन। यिनी ऐतिहासिक स्थलहरूमा जुन पर्यटकीय क्षेत्रहरू छन्, जो विश्व सम्पदा सूचीमा पर्न सक्ने सम्भावित क्षेत्रहरूको पहिचान बन्न सकेको छैन, यो हाम्रो लागि अत्यन्तै दुःखको कुरा हो। हामी गत वर्ष पनि मैले यहाँहरूलाई यही अनुरोध गरेका थिएँ, यहाँहरूबाट चाहिँ धेरै प्रचार भएको छ। कमसेकम तपाईँहरू सबैले जानिराख्दाखेरि तपाईँहरूले एकले अर्कोले भन्दा पनि 300-400 जना हरेक पटक यो ठाउँको बारेमा जानकारी प्राप्त गर्नुहुन्छ। अब ठाउँमा यहाँ वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलजी यहाँ आउनुभएको छ। योभन्दा अगाडिको चाहिँ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी यही ठाउँमा आउनुभएको छ। जति पर्यटन मन्त्रीहरू बन्नुहुन्छ यो ठाउँमा आउनु छ। माधव कुमार नेपालजी यो ठाउँमा आउनुहुन्छ। र हामी हरेक पटक के भन्छौँ भन्दाखेरि हामीलाई केही पनि गर्न पर्दैन, मात्रै के गरिदिनुहोस् भने यो ठाउँलाई उत्खनन गरिदिनुहोस् र यसलाई चाहिँ कमसेकम यहाँ भएका वस्तुहरू देखाइदिनुहोस्। यहाँ चाहिँ हरेक दिन म्यानमारबाट, कोरियाबाट, जापानबाट, थाइल्यान्डबाट बौद्ध मार्गीहरू आउनुहुन्छ, आएर हेरेर ठाउँ केही पनि छैन। अस्ति भर्खरै 1 गतेका दिन भिक्षुहरूको चाहिँ धम्म यात्रा, पैदल यात्रा थियो। थाइल्यान्डका भिक्षुहरू 1 रात यहीँ बस्नुभयो र उहाँहरू जानुभयो। देवदह नगरपालिकालाई म यो मायावतीको बन्दापन गर्नको लागि आदरणीय अध्यक्षज्यूलाई अनुरोध गर्दछु र ग्रहण गरिदिनु न। आजको प्रमुख अतिथिको रूपमा रहनुभएका यो कार्यक्रममा वडा धन्यवाद। र छोटोभन्दा छोटो शुभकामना यस कार्यक्रमका सिटी साइकल बरुवाको टिम बनाउनु भएर आदरणीय अध्यक्षज्यू, समितिका अध्यक्ष आदरणीय भट्टराईज्यू र उपस्थित सम्पूर्ण महानुभावहरू, विशेष गरी मैले धेरै कुराहरू हाम्रो आदरणीय अध्यक्षज्यूले भनिसक्नु भएको छ। र तपाईँहरूलाई मैले के पनि भन्न चाहेँ भने यो साइकल यात्राको माध्यमबाट हामीहरूको पर्यटकीय स्थलहरूलाई एक र अर्कोलाई जोडिदिने काम गरिदिनु भएको छ। एकदमै सराहनीय छ। र तपाईँहरू यी ठाउँमा जाँदै गर्दा देखेका चिजहरू, बनाएका भिडियोहरू, खिचेका फोटोहरूको माध्यमबाट यी ठाउँका प्रचार प्रसार गरिदिनु होला र यो सम्बन्धित निकायसम्म, जस्तै आदरणीय व्यक्तित्व लीलाबल्ल भट्टराई सरले भनेका यीका कुराहरू ती सम्बन्धित ठाउँसम्म पुगोस्, तपाईँहरू त्यसको माध्यम बनिदिनुहोस् भन्ने मैले अपेक्षा राखेको छु। मैले अनुरोध पनि गर्न चाहेँ र विशेष गरी समयको महत्त्वलाई बुझेर म धेरै बोल्न चाहिनँ। म एउटा स्थानीय सरकारको हैसियतले देवदह नगरपालिकाको तर्फदेखि, देवदह वार्ड नम्बर 4 को तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि तपाईँहरूको यो साइकल यात्राको सफलताको शुभकामना व्यक्त गर्दै र तपाईँहरूलाई यहाँ जे छ त्यो जे चाहिँ हाम्रो यहाँ तयार भएको छ त्यो चाहिँ एकदम सहस्र चाहिँ ग्रहण गरिदिएर चाहिँ हाम्रो यो ठाउँबाट चाहिँ एउटा असल शिक्षा दिएर लिएर चाहिँ गइदिनु होला। र यहाँको चाहिँ सबैभन्दा तपाईँहरूको माध्यमबाट प्रचार प्रसारको आशा मैले राखेको छु। प्रचार प्रसारलाई चाहिँ मध्यनजर गरिदिनु होला भन्ने चाहिँ विचार व्यक्त गर्दै धेरै कुराहरू केही पनि नभनिकन यहीँबाट चाहिँ बिदा माग्छु। हस्, धन्यवाद, नमस्कार। अतिथिज्यू, गोलिया राज्य विकास समितिका अध्यक्षज्यू, अब हाम्रो पुष्कर शाहज्यू, बेल्जियमबाट आउनुभएका साथीहरू, मेरा एउटा मित्र सहसचिव हाम्रो एडियुमै उहाँले सहयोग गर्नुभएको थियो, उहाँ इन्जिनियर साहब लगायत सम्पूर्ण साइकल यात्रीहरूलाई र उपस्थित सम्पूर्ण महानुभावहरू, आज मलाई असाध्यै खुसी लागेको छ। इन्जिनियरको रूपमा 30 वर्षको लामो जीवन बिताएँ। यो दीर्घत्वपछि पनि मैले एसियाली विकास ब्याङ्कको आयोजना हेर्ने मौका पाएको छु। यो सँगसँगै यो चाहिँ देवदह नगरपालिका लगायत रूपन्देहीका 5 वटा नगरपालिकामा लागू भएका छ, त्यसमा पनि म अहिले संलग्न छु। मलाई खुसी लाग्छ। आज यो कार्यक्रम गरेर देवदह नगरपालिकाका वडा अध्यक्षज्यू, मेयर साहब, उपमेयर साहब, प्रमुख प्रशासकीय अधिकृतज्यू अनि हाम्रो यो समितिका चाहिँ अध्यक्षज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूले हामीलाई यो थाकेर आएको मौकामा यो चाहिँ देश प्रदेशमा परिचित भएको खिर र अचार खुवाउने चाहिँ हामीलाई जुन जमौको गरिदिनु भयो, त्यसलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हामी सबै साइक्लिस्टको तर्फबाट देवदह नगरपालिका र तपाईँको विकास समितिलाई मुडी धन्यवाद दिँदै मेरा भनाइहरू यहाँ अन्त्य गर्न चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद। कार्यक्रम समितिज्यू तपाईँ खाली हुनुहुन्छ होइन
यसरी सुरु हुन्छ भने यहाँ एउटा चम्चा भयो यताबाट पनि पास गर्दिउँ भनेर यहाँबाट राख्नु पर्यो यहाँबाट यसबाट राख्नु न यसो हुन्छ यो खोल्नुस् न यो खोल्नुस् न यहाँबाट राख्नु यहाँबाट राख्नु यो भयो त्यो पनि खोल्नुस् न एउटा एउटा बिक्री गरौँ यहाँ राख्नु ठिक ठिक राख्नु बिक्री राख्नु ल यहाँ को भाइ पनि हुन्छ राख्नु ल अर्को पनि आप जन बनाओ आफै त बनाउनु नि त तिमी भएपछि कहीँ शङ्कै छैन यार यता ल अमित भाइ मासु भात तयार छ ल ल ल लागौँ ल अब यो छोरी आयो हाम्रो बाउ छोरी 11 वर्षको छोरी हेलमेटै नलगाएर हिँडेछ अघि भइरहेछ तिलोत्तमा वनवाटिकाभित्र हाम्रो कार्यक्रम शुभारम्भ हुन गइरहेको छ। प्लिज सम्पूर्ण साइकल यात्री महानुभावहरूलाई आजको यस कार्यक्रममा उपस्थित भइदिन अनुरोध गर्दै लगायत हामीले निमन्त्रणा गरेका अन्य अतिथि महानुभावहरूलाई पनि कार्यक्रममा उपस्थित भइदिन अनुरोध गर्दै हाम्रो सानो कार्यक्रम रहेको छ। तत्पश्चात हामीले हाम्रो आजको यस कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय अतिथि महानुभावज्यूहरूलाई खानाको व्यवस्था पनि गरेका छौँ। खाना खुवाएर फेरि उहाँहरूलाई हामीले यहाँबाट चाहिँ बिदाई गर्नेछौँ। तसर्थ म कार्यक्रम सुरु गर्न गइरहेको छु। म विशेष नेउपाने आजको यस कार्यक्रमको सञ्चालकको रूपमा तपाईँहरू समक्ष उपस्थित भएको छु। तसर्थ यो बुद्ध ज्ञान साइकल यात्रा 2081 जुन बुद्ध कोरिडोर जुन बुद्ध सर्किट भन्ने जुन नाम छ, यो बुद्ध सर्किटलाई
सर्किटलाई नामाकरण गरी बुद्धको नामबाट जुन यो बुद्ध सर्किट स्थापना भएको छ यसको नामाकरण र यसलाई पहिचानको लागि उहाँहरू जुन साइकलको माध्यमबाट जुन एउटा चाहिँ प्रोग्राम ल्याउनु भएको छ यसको लागि हामी तिलोत्तमा नगरपालिकाले उहाँहरूलाई हृदयदेखि नै स्वागत गरेका छौँ। तसर्थ यस कार्यक्रममा अध्यक्षताको आसन ग्रहण गरिदिनु आजको यस कार्यक्रमको अध्यक्ष हामी सबैका आदरणीय दाजु सिद्धार्थ साइकल सिटी भैरवका अध्यक्ष सूर्यकुमार सारू बगरज्यूलाई म आजको यस कार्यक्रमको अध्यक्षताको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन माध्यमबाट संसारभरि आफ्नो यात्राद्वारा पनि नेपाललाई चिर परिचित गराउन हामीमध्येलाई सक्नुभएको छ। गाउँपालिकाका अध्यक्ष श्री मानसिंह खुलाचन्दज्यू हुनुहुन्छ, उहाँलाई पनि म आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन आदरणीय अनिल गुरुङज्यूलाई पनि म आजको यस कार्यक्रममा अतिथिको रूपमा आसन गरिदिन अनुरोध गर्दछु प्रसादलाई। यसै गरी आसन ग्रहण गरिदिनु हुन हामीमा विभिन्न यस क्षेत्रका सामाजिक व्यक्तित्वहरू पनि हुनुहुन्छ, गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँ आउँछु भनेर भनिसक्नुभएको छ पुटुल हुनुहुन्छ। तसर्थ उपस्थित सम्पूर्ण महानुभावहरू साइकलबाट पैदल यात्रा गरेर यहाँसम्म आउनुभएका साइकल यात्रीहरू र यस क्षेत्रका समाजसेवी आदरणीय विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरू सबैलाई एकमुष्ट स्वागत गर्दै अब आजको यो कार्यक्रमलाई प्रमुख अतिथिज्यूले उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत गरिदिनु हुन सहसंयोजक आदरणीय कार्यक्रम सञ्चालक तेजस नेपालीज्यू, आज बुद्ध ज्ञान साइकल यात्रा 2081 को सभाध्यक्ष सुरेश नगरज्यू, प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख आदरणीय व्यक्तित्व हाम्रो नेता रामचन्द्र खाँडज्यू, विश्व साइकल यात्री पुष्कर शाहज्यू, यस सामुदायिक वनको अध्यक्षज्यू लगायत मञ्चमा आसीन विशिष्ट व्यक्तित्वज्यूहरू र हामी साइकल तर्फबाट मरिमरि धन्यवाद दिन चाहन्छु। र आज यो कार्यक्रममा देहरादुनदेखि अब हाम्रो बेल्जियमदेखि लगायत नेपालका विभिन्न ठाउँबाट आउनुभएको साइकल यात्रीहरू सम्पूर्णलाई म चाहिँ यहाँ सम्पूर्णलाई स्वागत गर्न चाहे। स्वागतम स्वागतम स्वागतम, जय साइकल। धन्यवाद आदरणीय दाजु सुमन शर्माज्यू, उपस्थित सम्पूर्ण महानुभावहरूलाई स्वागत व्यक्त गरेर जानुभयो। अब हामी आजको यस कार्यक्रमलाई ब्यानरमा लेखिएको जुन यो थिम छ यसलाई पढेर कार्यक्रमको समुद्घाटन गरिदिनु हुन म आजका प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद हाम्रो वीरजी। साइकल सिटी भैरवा रूपन्देही राइट फर पिस बुद्ध ज्ञान प्रमुख अतिथिज्यूबाट ब्यानरमा लेखिएको थिम वाचन गरी कार्यक्रमको उद्घाटन भएको जानकारी गराउँदै हाम्रो यो कार्यक्रम एकदम छोटो मिठो सर्टकट भएको कारणले गर्दाखेरिमा आज हामीले यस नगरपालिकामा पाल्नुभएका हामीमाझ राष्ट्र अन्तर्राष्ट्रियबाट पाल्नुभएका अतिथिज्यूहरूलाई यो नगरपालिकाबाट के हामीले मायाको चिन्ह पनि प्रदान गर्ने कार्यक्रम रहेको हुँदा मायाको चिन्ह ग्रहण गरिदिनु हुन विश्व साइकल यात्री आदरणीय दाजु श्री पुष्कर शाहज्यूलाई मायाको चिन्ह ग्रहण गरिदिनु अनुरोध गर्दछु भने प्रदान गरिदिनु हुन तिलोत्तमा नगरपालिकाका नगर प्रमुख आदरणीय। यस्तै गरी मायाको चिन्ह ग्रहण गरिदिनु हुन भारतीय रामकृष्ण खाँडज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यसै गरी मायाको चिन्ह ग्रहण गरिदिनु हुन बेल्जियम नागरिक आदरणीय सेडानज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। धन्यवाद। उपस्थित सम्पूर्ण महानुभाव यस सिद्धार्थ साइकल सिटीका अध्यक्षज्यूद्वारा पनि आफ्नो जुन ठाउँमा आफ्नो साइकल यात्राको क्रममा आफ्नो खानाको माध्यमबाट भेटघाटको माध्यमबाट विभिन्न परिचय कार्यक्रमहरू माध्यमबाट तत्त ठाउँमा उपस्थित महानुभावहरूलाई मायाको चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको हुँदा सिद्धार्थ साइकल सिटीका अध्यक्ष आदरणीय सूर्यबहादुर दाईलाई तिलोत्तमा नगरपालिकाका मेयर साहबज्यूलाई मायाको चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको कृपया ताली बजाइदिनु हुन सम्पूर्ण महानुभावहरूलाई म हार्दिक अनुरोध गर्दछु। हुन त बिहानदेखि साइकल चलाउँदा थकै पनि लाग्यो होला मन्तव्यसहित र यस नगरमा प्रवेश गर्नुभएका सम्पूर्ण साइकल यात्रीहरूलाई स्वागत गर्दै आफ्नो शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुन आजका कार्यक्रमका प्रमुख अतिथि
धन्यवाद कार्यक्रम सञ्चालक सामाजिक व्यक्तित्व आदरणीय विजेश नेउपानेज्यू, साइकल सिटी भैरवा रूपन्देहीद्वारा आयोजना गरिएको बुद्ध ज्ञान साइकल यात्रा 2081 समापन समारोह यो परिक्रमा क्रमका हाम्रा सभा अध्यक्ष साइकल सिटी भैरवा रूपन्देहीका अध्यक्ष सामाजिक व्यक्तित्व आदरणीय सूर्यबहादुर सारोज्यू, यो कार्यक्रममा विशेष आतिथ्य गर्नुभएका विश्व साइकल यात्री हाम्रा अग्रज प्रेरणाका स्रोत आदरणीय पुष्कर शाहज्यू, यसै गरी बेल्जियमबाट पनि सहभागी हुनुभएका आदरणीय हाम्रो सेन्टरजी र भारतबाट पनि पाल्नु भएको छ हाम्रो मानसिंहजी, हाम्रो कर साहब अनिलजी र यसै गरी करैया सामुदायिक वनका अध्यक्ष आदरणीय हरिलाल पाण्डेज्यू, शङ्करनगर सामुदायिक वनका अध्यक्ष आदरणीय रविन्द्रबहादुर खर्नेज्यू लगायत यो बुद्ध ज्ञान साइकल यात्रामा सहभागी हुनुभएका सबै साइकल यात्री र अरू यो कार्यक्रममा सहभागी हुनुभएका सबै सामाजिक व्यक्तित्वहरू, म सबैलाई अझ विशेष गरेर यो जुन बुद्ध ज्ञान साइकल यात्रामा सहभागी भएर त्यो तिलोत्तमा नगरपालिकाको वन विहारमा परिक्रमाको क्रममा यहाँहरू आउनुभएको छ। मेरो व्यक्तिगत तर्फबाट तिलोत्तमा नगरपालिकाको तर्फबाट म यहाँहरूलाई सबैलाई हार्दिक स्वागत गर्न चाहन्छु र यात्राको सफलताको शुभकामना पनि दिन चाहन्छु। र विशेष गरेर रूपन्देही जिल्ला यो गौतम बुद्धको शान्तिका अग्रदूत जिल्ला, अग्रदूतको शान्तिको भूमिमा यो अहिले भैरवा सिटी साइकलले जुन किसिमको बुद्ध ज्ञान साइकल यात्रा 2081 यहाँले गर्नुभएको छ, त्यो ज्यादै महत्त्व र यो अर्थको कुरा पनि हो। र यसले गर्दा अब हामीले पहिला विशेष गरेर केही वर्ष पहिला हाम्रो विश्व साइकल यात्री पुष्कर शाहजीले जुन साइकल यात्रा शुभारम्भ गरेर संसारभरि नेपाललाई चिनाउने जुन काम गर्नुभएको छ, यो ज्यादै महत्त्वको कार्य र अर्थको कार्य। यहाँहरूले जुन किसिमले संसारभरि नेपाललाई चिनाउने काम गर्नुभएको थियो, म यहाँलाई मेरो व्यक्तिगत तर्फबाट तिलोत्तमा परिवारको तर्फबाट उहाँलाई पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। र पर्यावरणलाई पनि यसले चाहिँ सन्तुलन कायम गर्ने, पर्यावरण वातावरण पनि नबिगार्ने, त्यसले गर्दा साइकलको ज्यादै महत्त्व छ। अहिले वातावरण बिग्रिरहेको छ र सडक चाहिने खालि सवारी साधनको जस्तो मात्रै पनि भएको छ र अब हामीले साइकललाई नै हामीले बढीभन्दा बढी प्रयोग गर्न सक्यौँ साधनका रूपमा भने हामी स्वस्थ पनि भएन र वातावरण मैत्री पनि हुने साइकल। त्यसले साइकल र वातावरण एउटै सिक्काका दुईटा पाटा, एउटै साइकलको दुईटा पाइएको भएको छ। त्यसले गर्दा यो साइकल यात्रीहरू जुन हिसाबले हाम्रो सूर्य साधुजीले जुन किसिमले यो साइकल भैरवा सिटी साइकल संस्था जुन दर्ता गर्नुभयो र यसले चाहिँ अहिले रूपन्देहीभरि युवाहरू यो साइकल यात्रामा जोडिनु भएको छ र अब पनि फेरि पनि अरू धेरै युवाहरू जोडिनु हुनेछ। र अब साइकललाई हामीले बढीभन्दा बढी प्रयोग गर्न सक्यो भने यसले यसको ज्यादै चाहिँ यसले महत्त्व राख्छ। यसले वन विहार यो हाम्रो स्वर्गीय भीमबहादुर तामाङको यो सभा हलमा यहाँहरूलाई हामीले स्वागत गर्न पाएका छौँ। म फेरि पनि यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। र आज विशेष गरेर हाम्रो पुष्कर झाजी जो विश्व साइकल यात्री हुनुहुन्छ, उहाँ लगायत विदेशीहरू हाम्रो बेल्जियमका सेन्टर र हाम्रो वर्षा बनेलजी मानसिंहजीहरूलाई पनि लगायत सबैलाई म हार्दिक स्वागत गर्न चाहन्छु र यहाँहरूको यात्राको सफलताको शुभकामना दिन चाहन्छु। यही कुरा राख्दै मेरो विचार चाहन्छु। धन्यवाद, नमस्कार। धन्यवाद भइरहेको छ। तसर्थ आदरणीय अध्यक्षज्यूको अनुमतिद्वारा आजको यो कार्यक्रम यही समापन भएको जानकारी गराउँदै सम्पूर्ण महानुभावहरू पालिदिनु हुँदैछ भनेर अनुरोध गर्दै यो कार्यक्रम यही समापन भएको जानकारी गराउँछु। हस्त धन्यवाद, नमस्कार, जय साइकल यात्रा। एउटा दौडेर
कोही तल आएर बस्दै गर यमुना छिटो Once more. एकछिन है रोक है म निकाल्छु Once more. Ready. Once more. गाडीमा साइकल राख्ने साइकल साथीहरूलाई हाम्रो विश्व साइकल यात्री तथा सगरमा सञ्जीव प्रधानलाई
फोटो आउँछ यहाँ भिडियो जस्तो लाग्छ मेरै मात्रै आउँछ त हो यसमा खास गरेर जाऊ न यता यहाँ सेन्टरमा लाइन भाइ लाइन भाइ लाइन भाइ लाइन भाइ लाइन भयो लाइन भाइ हो त बस्नु लाइन भाइ डबल चम्मच राख्नु पर्दैन गुलियो चाहिँदैन एउटै लियो पुरा छ कुरा हो त खाने हो वर्षा सर्छु भन्न लाग्छु त मेथी काला
सर ओ जीवन सर रोजगार जस्तो कुरा मिल्छ र यात्रामा निस्किनुभएका सम्पूर्ण आदरणीय व्यक्तित्वहरूलाई हामी 52 कोटी सामुदायिक वनको तर्फबाट हृदयदेखि नै स्वागत गर्न चाहन्छौँ। यहाँको समय व्यस्ततालाई हामी मध्यनजर राख्दै हामी धेरै लामो समयको औपचारिक कार्यक्रम नभई छोटकरीमै हामी औपचारिक कार्यक्रमलाई समापन गर्ने तर्फ उठौँ। तसर्थ यहाँलाई स्वागत गर्दै आज यस महत्त्वपूर्ण कार्यक्रमको अध्यक्षता गरिदिनु हुनको लागि यसै 52 कोटी सामुदायिक वनका अध्यक्ष लीलबहादुर छेत्रीज्यूलाई म अध्यक्षताको आसन गराउनको लागि म अनुरोध गर्दछु। आदरणीय व्यक्तित्व आसन पौडेलजीलाई अतिथिको आसन गराउनको लागि म अनुरोध गर्दछु। त्यसै गरी भैरुवा सिटीका अध्यक्ष भैरुवा साइकल सिटीका अध्यक्ष सूर्य कुमार सारी मगरज्यूलाई म अतिथिको आसन गराउनको लागि म अनुरोध गर्दछु। त्यसै गरी 52 कोटी सामुदायिक वनका वरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्टराईज्यूलाई म बैठक दिनको लागि अनुरोध गर्दछु। त्यसै गरी 52 कोटी सामुदायिक वनका उपाध्यक्ष धनराज समाजीलाई पनि म अतिथि दिनको लागि अनुरोध गर्दछु। त्यसै गरी 52 कोटी सामुदायिक वनका साथी शशिकला ढुङ्गेलाई पनि तारा छन्तेजीलाई पनि म आसन गराउनको लागि म अनुरोध गर्दछु। धन्यवाद। यस कार्यक्रमका सञ्चालक हाम्रो 52 कोटी सामुदायिक वनका महासचिव दिनेश अर्यालजी, त्यसै गरी आजको यस कार्यक्रमको अध्यक्षता गरिरहनुभएका 52 कोटी सामुदायिक वनका अध्यक्ष लीलबहादुर छेत्रीज्यू, त्यसै गरी आजको अतिथिको रूपमा हाम्रो आसन ग्रहण गर्नुभएको हाम्रो तिलोत्तमा वार्ड नम्बर 13 का वार्ड अध्यक्ष नारायण ढकालज्यू, यसै गरी 14 का वार्ड अध्यक्ष आश्विन पौडेलज्यू र यस सिटी साइकल यात्राका अध्यक्ष सूर्य कुमार सारूज्यू लगायत मञ्चमा उपस्थित सम्पूर्ण अतिथिज्यू र यस अभियानलाई सफल पार्न हिँड्नुभएको हाम्रा साइकल अभियन्ता सम्पूर्णलाई मेरो तर्फबाट नमस्कार गर्न चाहन्छु। र आज यो बुद्ध ज्ञान साइकल यात्राको 2081 को आयोजना गरेर हाम्रो नेपालको लुम्बिनी र सबैले चिन्नुभएको थियो, तर आज तपाईँहरूले उहाँसित सम्बन्धित सम्पूर्ण स्थललाई चिनाउनु भएकोमा म उहाँहरूलाई धन्यवाद दिँदै आजको यस साइकल यात्रालाई सफलतापूर्वक सम्पन्न गर्नुहुन्छ भन्दै उहाँहरूको यस 52 कोटी सामुदायिक वनमा स्वागत गर्दै मेरो स्वागत मन्तव्य यही छोटाउँछु। धन्यवाद। धन्यवाद सञ्चालकज्यू। सामुदायिक 52 कोटी सामुदायिक वनका अध्यक्ष मेरा अति आत्मीय मित्र लीलबहादुर छेत्रीजी र मञ्चमा विराजमान हुनुभएका अति विशिष्ट व्यक्तित्वजीहरू र आज बुद्ध ज्ञान साइकल यात्रामा सहभागी हुनुभएका सम्पूर्ण साइक्लिस्ट साथीहरू र आज 52 कोटी सामुदायिक वनका सम्पूर्ण पदाधिकारीजीहरूले हामीलाई स्वागत गर्नुभयो। विशेष गरेर हामी सबै साइकलको तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र यो बुद्ध ज्ञान साइकल यात्राको बारेमा भनिराख्दा यो बुद्ध ज्ञान साइकल यात्रा साइकल सिटी भैरवाले विगत गएको वर्षदेखि सुरुवात गरेको यो निरन्तर जारी रहनेछ। विशेष गरेर लुम्बिनी मात्रै नभएर लुम्बिनी र
लुम्बिनी गौतम बुद्ध भगवान गौतम बुद्धसँग सम्बन्धित अन्य क्षेत्रहरूलाई पनि आन्तरिक र बाहिरी पर्यटन सित जोड्नको लागि यो बुद्ध ज्ञान साइकल यात्रा जारी रहेको छ र यो वर्ष हामीले 4 कन्ट्रीका साइक्लिस्टहरूलाई बोलाएका थियौँ र विभिन्न कारणले उहाँहरू सहभागी हुन सक्नु भएन र आगामी दिनमा चाहिँ फेरि पनि हामीले अर्को वर्ष गर्दाखेरि 2026 सालमा गर्दाखेरि 7 कन्ट्रीका धेरै साइक्लिस्टहरूलाई हामीले निम्तो गर्नेछौँ र फेरि पनि त्यस बेला पनि यो 52 कोटी सामुदायिक वनमा भ्रमण गराउनेछौँ र 52 कोटी सामुदायिक वनले विशेष गरेर साइक्लिस्टहरूको लागि खुसीको खबर यो 52 कोटी सामुदायिक वनभित्र एउटा साइकल ट्र्याक बन्ने भविष्यमा बन्ने उहाँले उद्घोष गरिसक्नु भएको छ, निर्णय गर्नु भएको छ। यो हामी सबैको लागि खुसीको खबर हो र अर्को वर्ष हामीले यो कार्यक्रम बुद्ध ज्ञान साइकल यात्रामा आउँदाखेरि तपाईँहरू यो वनभित्रका सिमसार नन्द भाउजू ताल र यो वनलाई चाहिँ सहयोग गर्न सक्नुहुनेछ भन्दै आगामी वर्ष फेरि पनि म 52 कोटी सामुदायिकको तर्फबाट र मेरो साइकल सिटी भइरहेको तर्फबाट र सिङ्गोर लुम्बिनी प्रदेशको तर्फबाट म फेरि पनि अर्को वर्ष हुने बुद्ध साइकल ज्ञान यात्रामा तपाईँहरूलाई फेरि पनि आज नै स्वागत गर्दै मेरा भनाइहरू यो अन्त गर्न चाहन्छु र 52 कोटी सामुदायिक वनका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीज्यूलाई विशेष धन्यवाद दिँदै मेरा भनाइहरू अन्त गर्छु। धन्यवाद। धन्यवाद। कार्यक्रम सञ्चालक यस संस्थाका अध्यक्ष तथा यसै 52 कोटी सामुदायिक अध्यक्ष आदरणीय योगबहादुर छेत्रीज्यू, यसै गरी उपस्थित हुनुभएका तेलतमा नगरपालिकाका वार्ड नम्बर 14 का अध्यक्ष आदरणीय आसन पौडेलज्यू, यसै गरी वरिष्ठ उपाध्यक्ष लक्ष्मण भट्टराईज्यू, अनुगमन समितिका संयोजक लेखनाथ पाण्डेज्यू, साइकल सिटीका संयोजकज्यू, यसै गरी जमसङ गाउँपालिकाका अध्यक्षज्यू तथा मञ्चमा उपस्थित हुनुभएका आदरणीय व्यक्तित्वज्यूहरू र आजको यस बुद्ध ज्ञान अभियानलाई सार्थक बनाउन हिँड्नुभएका हाम्रा आदरणीय अग्रजहरू र देश विदेशबाट आउनुभएका हाम्रा आदरणीय व्यक्तित्वज्यूहरू सम्पूर्णमा म वार्ड नम्बर 13 को तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट नमस्कार गर्न टक्राउन चाहन्छु र आजको यस कार्यक्रममा सम्पूर्ण उपस्थितिज्यूहरूलाई मैले स्वागत पनि गर्न चाहन्छु। भैरवा साइकल सिटीका अध्यक्षज्यूले साइकल सिटी भैरवालाई नम्बर 13 का अध्यक्ष ज्यू र 14 का अध्यक्ष ज्यू, यसै गरी बुद्ध ज्ञान साइक्लिङ का अध्यक्ष सूर्य ज्यू र यसै गरी कञ्चनजङ्घा गाउँपालिका अध्यक्ष ज्यू र यसै गरी हाम्रा पदाधिकारी सम्पूर्ण पदाधिकारी ज्यूहरू र यो विषयमा देश विदेशबाट उपस्थित हुनुभएका बुद्ध ज्ञान साइक्लिङ सम्पूर्ण मित्रहरूलाई यस 52 कोटी सामुदायिकको यो वनको भूमिमा तपाईँहरूले पाइला राखिदिनु भएकोमा यहाँहरूलाई म आफ्नो हृदयदेखि र आफ्नो 52 कोटी सामुदायिक वनको तर्फबाट यहाँहरूलाई म स्वागत गर्न चाहन्छु र पुनः नमस्कार पनि गर्न चाहन्छु। र आज मलाई हर्ष र खुसी पनि लागेको छ। हामीले अस्ति भर्खरै हाम्रो मित्र सूर्यजीसँग यो कुरा छलफल भयो र छलफलको विषयमा धेरै कुराहरू हामी गरौँ भन्ने विषय पनि आएको छ। अघि नै सूर्यजीले पनि यसमा भनिसक्नु भएको छ र यसलाई कसरी साइक्लिङ यो 52 कोटी सामुदायिक वनभित्र कसरी पर्यटकलाई भित्राउने, कसरी पर्यटकको सम्मान गर्ने र यसले भोलि तीव्र रूपमा कसरी विकास गर्ने भन्ने पनि हाम्रो योजना छ। र 52 कोटी सामुदायिक वनको विषयमा म छोटो जानकारी मात्र गराउन चाहन्छु। हाम्रो यो 52 कोटी सामुदायिक वन उपभोक्ता समूह चिमटी रूपन्देही भनेर यसको नामकरण गरिएको छ, जसको क्षेत्रफल 154.75 हेक्टरमा फैलिएको छ। यो चाहिँ नेपाल अधिराज्यको पहिलो टिक वनको रूपमा हामीले यसलाई चाहिँ चिन्ने गर्छौँ र यहाँ टिक वनकै हिसाबले वनका प्रशिक्षणहरू यहाँबाट नै गराइने गरेको छ। र यो वनभित्र हामीले हाम्रो वन अस्ति भर्खर 4 साल मात्रै यो 2760 वनमध्येमा तेस्रो स्थान प्राप्त गरेको पनि छ। र अहिले नेपाल राज्यले यसलाई चाहिँ 100वटा
पर्यटकीय गन्तव्यमध्ये यो पनि पर्न गएको छ र यो वनभित्र हाम्रो सिमसार क्षेत्र तपाईँको चाहिँ 52 कोटी समुदायको मन्दिर र यो गौशाला अनि पिकनिक स्पोट अनि नन्दबाउजू ताल गरेर के अरे बाल उद्यान हामीले यसरी निर्माण गर्ने र पर्यटकीयले यसरी भित्राउने कार्यलाई हामीले अगाडि गर्नेछौँ र अर्को हाम्रो प्रतिबद्धता पनि के छ भने खास गरेर साइक्लिङहरू जब बुटोल भइरहनु भएका साइक्लिङहरू यस वनभित्रको ट्रेक खोलेर र ट्रेकको अस्ति पनि हामीसँग सल्लाह गरेका थियौँ। ट्रेक खोल्नलाई खासै ठुलो खर्च पनि रहेनछ, महिला पनि थाहा थिएन। हामीलाई ट्रेक खोल्नको लागि पुरै पिचै गर्नुपर्छ होला, यहाँ त थुप्रो चाहिँ समस्या हुन्छ होला भन्ने होइन छ। तर मैले बुझ्दा मलाई सहज लाग्यो, खुसी लाग्यो र ट्रेक खोलेर ट्रेकको सबै कार्यक्रम तपाईँहरूको कार्यक्रमलाई यो वनभित्र घुसाएर वनलाई अति चाहिँ प्रचार प्रसार र उन्नति र विकास गर्नका लागि तपाईँहरूलाई पनि म अनुरोध गर्छु र तपाईँहरूको सहयोग पनि पाउनेछु भन्ने मैले आशा राख्दै र हाम्रो सामु यो बौद्ध ज्ञान साइक्लिङ साथीहरूले जो अठोट लिएर यत्रो चाहिँ परिक्रमा गर्नुभएको छ, उहाँहरूको यात्रा सफल होस्, शुभ रहोस् र जीवन सफलसँग जाओस् भन्ने म अनुरोध गर्दै र अहिले हाम्रो तपाईँहरूको लागि सानो नास्ता हामी मासु चिउरा भुजा चटनी बनाएका छौँ। उहाँहरूले चाहिँ यो ग्रहण गरिदिनु हुन, खुसी साथ ग्रहण गरिदिनु हुनको लागि मैले अनुरोध गर्दै र सम्पूर्ण साथीहरूलाई स्वागत गर्दै म पनि यस कार्यक्रमलाई यही समापन भएको घोषणा गर्दै बिदा हुन्छु। जय 52 कोटी। अनि नानी मर्नु अनि सरितामा काठमा उहीबाट हिँड्न सकिन्न भने अनि लु भन्ने हिँड्नुपर्छ। पुरान दाना बुटन यो जो अहिलेसम्म सबै खाना स्पोन्सरको अब भरे दिँदैछ हामीले पैसाहरू देखना पीछे नानो अंकल को मेरो टिकटक मा होला नानो यता आउन बिचमा
अलि स्पिड बढाउनु दाइ अलि स्पिड सूर्य दाइ यति स्पिड यादव तिम्रो टक्कीबाट भन त साइकलले गाडीलाई स्पिड स्पिड अलि दाइ यहीबाट छिराउनु पर्दैन 200 मिटर हुने थियो 200 मिटर भयो त आइसक्यो साइकल उडाएको बवाल आछ दुईटा फोटो राम्रो आछ यसमा तपाईको एउटा साइकल उडाएको साइकलबाट लुटेको एउटा लुटेको नि के हो हजुर एकदम यति स्पिड जाम त ड्रोन शट हान्न भन्ने के भिडियो हान्नु है को हानिरहेको आइन्छ 15 मिनटमा आइन्छ अब यही ग्रुप हिँड्ने हुन्छ भैरवाको सातो लगाउनु पऱ्यो नि एकछिन होइन दाइ वर्षे दिनमा हुँदो रहेछ यो तपाईँहरूको होइन रमाइलो लाग्यो अरूभन्दा नि मासु खाँदा खाँदा आँसु आइसकेको मेरो मोबाइलबाट खिच्दै चलाउनु पर्छ भिडियो नि हान्ने फोटो नि हान्दिउँ दाइ सबै यताबाट ठाडो पनि हान्दिउँ नि भिडियो पनि यो भिडियो चाँडै सेयर हुन्छ कि रक्स गर्नु न रक्स ल आयो गोर्खाली आयो गोर्खाली आयो भिडियो दाइ टाढो भिडियो राम्रो हुन्न त यार ढले
उल्लास
साइकल यात्रा बुद्ध गीत सुन एकछिन नमो तस्स भगवतो अरहतो सम्मामि तदीयम्पि संघं शरणं गच्छामि पाणातिपाता वेरमणि सिक्खापदं समादियामि साधु गतियम्पि धम्मं सम्मं शरणं गच्छामि द्वितीयम्पि संघं शरणं गच्छामि तृतीयम्पि बुद्धं शरणं गच्छामि तृतीयम्पि धम्मं पाणातिपाता वेरमणि सिक्खापदं समादियामि अदीयदाना खिलाड़ी हो खिलाड़ी हमें खिलाड़ी खिलाड़ी हो खिलाड़ी हमें खिलाड़ी सभ्यता संस्कृति का हमें जीना है सभ्यता संस्कृति का हमें जीना है 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 हमें खिलाड़ी हमें खिलाड़ी धेरै वर्ष क्या हाम्रो राइडरै कम भयो क्या लेडिज राइडर नै छैन हाम्रो एउटा भाउजूलाई लिएर गएको बिचरा गाडीमा चढेछन् यो पनि